हेलो साथीहरू नमस्कार। फेरि पनि उपस्थित भइसकेँ म यहाँहरूमा आज नयाँ भिडियोको साथ। आज हामी पढ्दैछौँ BBS थर्ड इयरको बिजनेस ल। अब इक्जाम आइसक्यो बिजनेस लको। अब अर्को आज बिहिबार छ, अर्को बिहिबार चाहिँ हाम्रो बिजनेस लको इक्जाम रहेको छ थर्ड इयरको। यही थर्ड इयरको इक्जामलाई फोकस गरेर मैले आज यहाँहरूमा आज हाम्रो ओल्ड इज गोल्ड, यो ओल्ड इज गोल्डको सर्ट एन्सर क्वेसन्स सबै च्याप्टरको लिएर आएको छु। यहाँहरूले भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ आजको हाम्रो पहिलो पाठ, इन्ट्रोडक्सन टु बिजनेस लबाट। हामी सुरुमा हेर्नेछौँ क्वेसन 1 ब्रिफ एन्सर क्वेसन्सको। वाट इज लेगिलेसन्स? लेगिलेसन्स विधान भनेको के हो? विधान भनेको संसदहरूद्वारा स्वीकृति भई लागू गरिएको वा संसदले बनाएको कानुन हो। हाम्रो अर्को क्वेसन रहेको छ वाट इज ल? कानुन भनेको के हो? कानुन भनेको मानवीय व्यवहारलाई नियमित गरी न्याय प्रदान गर्न राज्यको वैधानिक शक्तिहरूद्वारा लागू गरिएको नियमहरूलाई कानुन भनिन्छ। अर्को क्वेसन रहेको छ लिस्ट आउट एनी 4 सोर्स अफ ल। हाम्रो सोर्स अफ ल भनेर कानुनको बाध्यात्मक स्रोत र अन्यात्मक स्रोत रहेका छन्। हाम्रो कानुनको बाध्यात्मक स्रोतभित्र विधायन, नजिर, अनि प्रथा वा परम्परा, सन्धि वा अभिसन्धि, र अनुनयात्मक स्रोतभित्र विदेशी कानुनहरू, विदेशी अदालतका निर्णयहरू, विद्वानका विचारहरू यस्तै रहेका छन्। र हाम्रो अर्को क्वेसन रहेको छ लिस्ट एनी 4 क्यारेक्टराइज अफ नेप्लिज बिजनेस ल। नेपाली व्यावसायिक कानुनको विशेषताहरू। यो विधायकी कानुन हो। यसले व्यावसायिक गतिविधिहरूको नियमन गर्दछ। यसलाई राज्यद्वारा लागू गरिएको हुन्छ। यो दण्डद्वारा प्रशासित हुन्छ। अनि अर्को क्वेसन रहेको छ हाम्रो डिफाइन द टर्म प्रेसिडेन्ट। नजिर भनेको के हो? नजिर भन्नाले देशको सर्वोच्च न्यायिक निकाय वा अदालतबाट मुद्दा मामिला वा विवाद निरूपण गर्दा दिएको निर्णय हो। अर्को क्वेसन रहेको छ हाम्रो वाट इज प्रोसिड्युरल ल? कार्यविधि कानुन भनेको के हो? सारवान कानुनले तोकिदिएका अधिकार र कर्तव्यको उल्लङ्घन हुँदा भएको अन्यायको उपचार र न्याय प्राप्त गर्ने तरिका व्यवस्थित गर्ने कानुनलाई कार्यविधि कानुन भनिन्छ। र हाम्रो अर्को क्वेसन रहेको छ डिफाइन बिजनेस ल। बिजनेस ल भनेको के हो? व्यावसायिक कानुन भनेको व्यावसायिक कानुन भन्नाले व्यापार व्यवसायलाई नियमित गर्न र व्यावसायिक समुदायका गतिविधिहरूलाई व्यवस्थित गर्न लागू गरिएका कानुनहरूलाई जनाउँछ। हाम्रो अर्को क्वेसन रहेको छ वाट इज सब्स्टेन्टिभ ल? सारवान कानुन भन्नाले के बुझिन्छ? जुन कानुनले व्यक्ति वा निकायका अधिकार तथा कर्तव्यहरूको सिर्जना गर्ने, तिनीहरूको परिभाषा तथा सीमा तय गर्ने र उक्त अधिकार र कर्तव्यहरूको उल्लङ्घन हुँदाका बखत पीडित पक्षलाई न्याय वा उपचारको प्रबन्ध गर्दछ, सो कानुनलाई सारवान कानुन भनिन्छ। अर्को क्वेसन रहेको छ स्टेट एनी 2 नेचर्स अफ ल। लका दुईटा प्रकृतिहरू। कानुनका प्रकृति निम्न रहेका छन्। यो कानुन एक नियम हो। यो चेतनशील मानिसहरूको बाह्य कार्यको नियम हो। यसलाई राज्यद्वारा निर्माण गरिएको हुन्छ। कानुनले सबैलाई समान व्यवहार गर्दछ। हाम्रो अर्को क्वेसन रहेको छ डिस्टिङ्ग्विस बिट्विन सब्स्टेन्टिभ ल एन्ड प्रोसिड्युरल ल। सारवान कानुन र कार्यविधि कानुनबीच फरक। सारवान कानुन यो कानुनको उद्देश्यसँग सम्बन्धित हुन्छ भने हाम्रो कार्यविधि कानुन चाहिँ यो उद्देश्य प्राप्त गर्ने माध्यमसँग सम्बन्धित हुन्छ। हाम्रो सारवान कानुनले पीडित पक्षलाई प्राप्त उपचारको व्यवस्था गर्दछ भने हाम्रो कार्यविधि कानुनले उपचार प्राप्त गर्ने माध्यम वा तरिकाको व्यवस्था गरेको हुन्छ। अनि वाट इज कस्टम? प्रथा भनेको के हो? प्रथा भन्नाले मानिसका परम्परा वा रीतिरिवाजहरूलाई जनाउँछ जसले व्यक्तिका गतिविधिहरूलाई नियमित गर्दछ र जसलाई अदालतले समेत मान्यता दिई लागू गर्दछ। यसलाई नै हामी प्रथा भनिन्छ। अर्को क्वेसन रहेको छ व्हेन अ कस्टम बिकम्स अ बिन्डिङ सोर्स अफ ल। प्रथा कसरी कानुनको बाध्यात्मक स्रोत भयो, कहिले भयो अरे?
जहाँ वैधानिक कानुन अस्पष्ट र अपर्याप्त छ वा जहाँ नजिरको सहायता लिन सकिँदैन भने व्यक्तिका व्यवहारको नियन्त्रण तथा विवादको समाधान प्रथाजनित नियमहरूद्वारा गरिन्छ। त्यसैले प्रथा कानुनको बाध्यात्मक स्रोत हो। हाम्रो अर्को क्वेसन रहेको छ लास्ट क्वेसन्स, गिभ एनी टु डिफरेन्स बिट्विन सिभिल ल एन्ड क्रिमिनल ल। हाम्रो कानुनको प्रकारहरूमा सिभिल ल देवानी कानुन र फौजदारी कानुनको फरक छुट्याउ भनेको छ। हाम्रो देवानी कानुन यो व्यक्तिको मान सम्मानसँग सम्बन्धित हुन्छ भने हाम्रो फौजदारी कानुन चाहिँ यो समाजको शान्ति र सुरक्षासँग सम्बन्धित हुन्छ। हाम्रो देवानी कानुन अन्तर्गत न्यायको लागि सम्बन्धित पीडित पक्षले नै अग्रसरता लिनुपर्दछ भने फौजदारी कानुनमा न्यायिक पक्षले अग्रसरता लिएका साथसाथै यस अन्तर्गत न्यायको लागि राज्य आफैले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हुन्छ। अनि हाम्रो देवानी कानुनको उल्लङ्घनकर्तालाई जरिवाना, क्षतिपूर्ति वा दायित्वको कार्यान्वयन हुन्छ भने फौजदारी कानुनको उल्लङ्घनकर्तालाई दण्ड वा कारावासको सजाय हुन्छ। हाम्रो फर्स्ट च्याप्टरको सर्ट क्वेसन्सहरू चाहिँ सकिएको छ। हामी त्यसै गरी अब सेकेन्ड च्याप्टरको थर्ड फोर्थ त्यस्तै गरी 10वटा च्याप्टर रहेको छ। हाम्रो 10वटा च्याप्टर सबैको भिडियो लिएर आउनेछौँ। तपाईँहरूलाई फर्स्ट च्याप्टरको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ। धन्यवाद साथीहरू, भिडियो अन्तिमसम्म हेर्नुभएकोमा। अझै यस्तै भिडियो चाहिन्छ भने च्यानललाई सब्सक्राइब, लाइक र सेयर गर्न नबिर्सिनुहोला। साथै तपाईँको आउँदै गरेको VVS थर्ड इयरको इक्जाम राम्रो होस्। बेस्ट अफ लक।